र आज चाहिँ हामी कालिम्पोङ डेलो पार्कमा आएका छौँ। दुईजना हस्बेन्ड एन्ड वाइफ। मेबी केही फेस्टिभ अकेजनहरू हुनेवाला। र हामी उकालोतर्फ जाँदैछौँ। यहाँबाट के कस्तो भ्यू देख्छ तपाईँहरूलाई देखाउनेछौँ। र अब हामी चाहिँ उकालो जाँदैछौँ र यहाँबाट के कस्तो भ्यू अब देख्छ हामी तपाईँहरूलाई पनि देखाउनेछौँ, क्याप्चर गरेर देखाउनेछौँ। र अहिले चाहिँ तपाईँको अलिकति विन्टर भएकोले गर्दा त्यस्तो फुलहरू फुलेको छैन रहेछ, तर पनि एन्जिलियाहरू अलिअलि फुलेको रहेछ। इनकेस अब तपाईँ यदि एन्जिलियाहरू फुलेको टाइममा, यो फुलहरू फुलेको टाइममा आउनु भने अझै दामी देख्नेछ। फुल फुलेको छ, यो सबै फुल्यो एन्जिलिया फुल। यो पनि छ नीलकमल भन्छ यसलाई। यहाँ देख्न सक्नुहुन्छ भ्यू। र हामी उकालो लाग्दैछौँ, हेडिङ अपवर्ड्स। डेलो पुग्दैछौँ। यसको माथिकोबाट के कस्तो भ्यू देख्यो? मेरो बुढी थाकिसक्यो। मैले भिडियो काटेको छुइनँ, एकदम अन्तर बनाइदिए। अहिले तिमीले पज गरिनु भनेको थियो। पज गर्नु भन्यो। आमा कस्तो दामी भइरहेको रहेछ यहाँनिर। यसलाई हात्तीबार भन्छौँ हामी चाहिँ। कत्रो रहेछ। र आज चाहिँ एकदमै दिन आकाश हेर्न सक्नुहुन्छ, एकदमै छ्याङ्ग छ। र भ्यू कस्तो देख्छ हामी त्यही उयसमा प्रतीक्षामा छौँ, कस्तो देख्छ। र म पनि धेरै वर्ष बाद आएको, र यस्तो दिन चाहिँ मैले भेटेको थिइनँ। यति साह्रो छ्याङ्गै भएको दिनमा चाहिँ म आएको थिइनँ डेलो। जहिले पनि धुम्म लागेको हुन्थ्यो म आउँदा, तर आज चाहिँ एकदमै रमाइलो भइरहेको छ। र हेरौँ कस्तो देख्छ भ्यू। हामी माथि टपमा आइसकेको छौँ। र यताबाट रहेछ, लेट मी सी कस्तो देख्दो रहेछ भ्यू। वाउ गाइस, लु हेर्नुहोस् यहाँबाट हेर्नुहोस् त कञ्चनजङ्घाको एकदम 7 सिस्टरहरू डल्लै छ्याङ्गै देखिरहेको छ आज। 7 सिस्टर डल्लै देखिरहेको छ आज। कञ्चनजङ्घा यता डल्लै रेन्ज देखिरहेको छ। 7 सिस्टर हुन्छ। अन्नपूर्ण यो चाहिँ तपाईँको कञ्चनजङ्घा। नहल्लाउ न, मलाई हल्लायो। यो चाहिँ कञ्चनजङ्घा तपाईँको। त्यही त त्यही हो कञ्चनजङ्घा। त्यो साथ त कहाँ, यो अर्कै हो। यो 7 सिस्टर्सहरू यिनीहरू माउन्ट एभरेस्ट त होइन नि। होइन, माउन्ट एभरेस्ट कहाँ देख्छ यहाँबाट।